सो रोड म्यापको कुरा गर्दाखेरि एउटा हाम्रो आफ्नै रेडमीवाला रोड म्याप पनि थियो होइन कता सो यो हाम्रो चाहिँ याद भयो अनि सो एउटै यो यसलाई म उतै देखाउँछु यहाँ सो यस्तो एउटा रोड म्याप छ है तर अलिकति स्ट्रक्चर खालको फलो गर्दाखेरि चाहिँ यो के भन्छ ओएसडेभ नोट्स भन्ने भेटेको थियो अनि त्यसबाट अलिकति ठ्याक्कै इम्प्लिमेन्टेसन त छैन होइन जस्तै अब यहाँ गयो भने यसमा कस्तो छ भनेर यसो बेसिक इन्फर्मेसन चाहिँ राखेको छ तर एक्चुअल इम्प्लिमेन्टेसन चाहिँ आफै गर्नु पऱ्यो होइन यो यसरी काम गर्छ भनेर हल्का हल्का यसो टिप्स एन्ड ट्रिक्सहरू चाहिँ दिएको छ सो त्यसको त्यही त्यो आउटलाइन फलो गर्ने हो भने यहाँ अब बुटलोडरको सेटअप पार गर्नु मिल्यो यसलाई सो हामीले आफ्नै बुटलोडर लेखेनौँ लिमिने भन्ने बुटलोडर यो बुटलोडर युज गऱ्यौँ होइन यसबाट सर्टन कुराहरू अलिक सजिलो भएको मात्रै तर धेरै जसो चाहिँ त्यो बोइलर प्लेट कोड जस्तै हुन्थ्यो सो जस्तै स्टार्टिङमा अब रियल मोडमा हुन्छ त्यसलाई के अरे लङ मोडमा स्विच गर्ने सो यसले नै भनेको के अरे गिटहब रिपोजिटरीमै सो मसिन स्टेटेड एन्ट्री यो लिमिनेटको प्रोटोकल फाइलमा सो x86-64को लागि सो एउटा जिडिटी बेसिक जिडिटी सेटअप हुन्छ आइडिटी चाहिँ अनडिफाइन्ड सेटमा हुन्छ अरे यो फ्ल्यागहरू यसो क्लियर गरेर हुन्छ एउटा बेसिक पेज टेबल सेटअपहरू बेसिक पेज टेबल्सहरू सेटअप गरेर हुन्छ अनि 820 गेट भन्ने ओपन गरे हुन्छ अरे यसले त्यही 20th बिटभन्दा बढी एड्रेस लाइनको 20th बिटलाई इनेबल गरेको सो बाई डिफल्ट 20सम्म मात्रै हुन्थ्यो होइन किनकि त्यहाँ सेगमेन्टेसन को लागि 20 बिट्स एड्रेस स्पेस मात्रै युज हुन्थ्यो त्यो प्रोटेक्टेड मोडमा त्यस्तो थियो प्रोटेक्टेड मोडमा अन्त यो गेट ओपन गरेपछि 20 बिट्सभन्दा बढी एड्रेस स्पेस एक्सटेन्ड भयो होइन त्यसै गरी यो लेगेसी पिआइसी सो हामीले 8259 पिआइसी पढाइ पनि थियौँ हामीले त्यो चाहिँ डिसेबल्ड हुन्छ आर अल मास्क्ड होइन सो सुरुमा चाहिँ डिसेबल हुन्छ त्यस्तै गरी आइओपिक पनि डिसेबल हुन्छ त्यसै चाहिँ के छ है सो जस हामीले बेसिक यो गरिराख्नुपर्ने कुराहरू सेटअप गरिदिएको छ अनि अब त्यो पनि हाम्रो कर्नललाई मर्ज गर्नलाई अलिकति सेटअप हल्का राख्नु पऱ्यो होइन लिङ्कर स्क्रिप्टहरू एन्ड देन चाहियो सो त्यो भयो त्यसपछि हामीले गरेको चाहिँ त्यसपछि सुरुमा यो फ्रेम बफर सेटअप गर्ने गरेको थियौँ होइन अब हामी रियल मोडमै भएको भए चाहिँ रियल मोडको यहाँ यही लेखा इन रियल मोड देयर आर बायस रुटिन्स द्याट कुड बी कल टु प्रिन्ट टु द डिस्प्ले सो एक्चुअल टेक्स्टलाई प्रिन्ट गर्नलाई अलरेडी बायसकै रुटिन्स फङ्सन्सहरू हुन्थ्यो होइन रियल मोडमा तर हामी त रियल मोडभन्दा माथि लङ मोडमा चाहिँ गइसक्यौँ त्यसमा त रियल मोडको फङ्सन्स पनि हुने भएन रियल मोडको अब लिमिटेसन्सहरू पनि छ जस्तै 16 बिट मात्रै एक्सेसिबल हुन्थ्यो रेजोल्युसनहरू मन चाहिँ फ्लेक्सिबिलिटी हुन्थेन सो हामीले डाइरेक्टली फ्रेम बफर चाहिँ रिक्वेस्ट गरेर मोड बुटलोडरबाट रिक्वेस्ट गरेर डाइरेक्टली फ्रेम बफरमा राइट गर्ने के गर्ने काम गर्छौँ होइन अनि त्यसको लागि पनि छुट्टै सेटअप चाहिन्छ जस्तै टर्मिनल सो यसको लागि अब यहाँ फ्रेम बफर सेटअप गरेर प्रिन्ट गर्ने कामहरू चाहिँ यहाँ यसरी इम्प्लिमेन्ट गरेका छौँ होइन न्यू लाइन एन्ड देन सबै सो फर्स्टमा हेर्ने भने त्यो फ्रेम बफर चल्यो फ्रेम बफर भएकोलाई हेर्न मिल्छ सो यहाँनिर मैले गरेँ भने अब यहाँनिर यो जति जे आइरहेको छ नि सो यति एउटा बक्स यो सानो यो बक्स यो चाहिँ फ्रेम बफर हो होइन त्यसको यो
हामीले बुटलोडरबाट नै यो रेजोल्युसन पायौँ कि मेबी यसमा केही अलिकति गऱ्यो भने यसो फुल स्क्रिन जस्तो चाहिँ हुन्छ, तर मेरो पनि हरायो एकछिन त पनि हराएन। तर जस यो फन्टलाई रेन्डर गरेर फ्रन्टको अब ग्लिफहरू हुन्छ, त्यो ग्लिफहरूको चाहिँ के भन्छ बिट म्याप, सो कुन चाहिँ पोजिसनमा कुन पिक्सललाई चाहिँ वान गर्ने भनेर त्यो म्याप त्यो फन्टको फाइलमा दिएको हुन्छ होइन। अनि ग्लिफ एउटा आईलाई अब मैले प्रिन्ट गर्नु पऱ्यो भने कुन चाहिँ पिक्सललाई इनेबल गर्ने भनेर त्यो इन्फर्मेसन हुन्छ होइन, त्यो पढेर अनि प्रिन्ट गर्नुपर्ने त्यस्तो हुन्छ। जस यतिसम्म चाहिँ फन्ट के अरे फ्रेम बफरको इम्प्लिमेन्टेसनमै भयो। अनि अब कलर प्रिन्ट पनि त्यसरी गर्नु मिल्यो, जस कलरको कुरा। अनि अब यो ब्याकग्राउन्ड पनि त्यही फ्रेम बफरमै ब्याकग्राउन्ड फिल गरेर गरेको। अब मैले अब जियुआई बनाउनु थियो भने पनि अब फ्रेम बफरमै यसो रेक्ट्याङ्गलहरू बनाएँ अनि त्यसबाटै हुन्थ्यो। तर माउसको कुरा चाहिँ अलिक कम्प्लिकेटेड हुन्थ्यो होला। तर अभियसली अब जियुआई चाहिँ अहिले हुँदैन, त्यो गर्नलाई पनि अलि त्यो ट्रिपल बफरिङ डबल बफरिङ के इम्प्लिमेन्ट गरे भए अलिक एफिसियन्ट हुन्थ्यो। तर यो केसमा चाहिँ त्यही सिङ्गल बफरिङ, सो डाइरेक्टली फ्रेम बफरमै राइट हुन्छ, केही किसिमको डबल फ्रन्ट बफर ब्याक बफर त्यस्तो केही हुँदैन होइन। तर जस फ्रेम बफर पार्ट चाहिँ त्यो भयो। अब अर्को कता छ, सो हामीले त्यो सुरुमा चाहिँ त्यो गऱ्यौँ होइन। त्यसपछि चाहिँ अब इन्टरप्ट ह्यान्डलिङमा गएको थियौँ। त्यसको लागि एउटा जिडिटी भन्ने रिम्याप गर्नु परेको थियो। सो हाम्रो रोड म्याप हेऱ्यो भने रेडमीमै छ होइन। सो फ्रेम बफर एन्ड फन्ट्स भयो मैले जिडिटी चाहिँ अलिक पछि गराएको छु। तर आइडिटी यो चाहिँ इन्टरप्ट डिस्क्रिप्टिभ टेबल होइन, रियल मोडमा त्यो आइभिटी इन्टरप्ट भेक्टर टेबल भने जस्तै लङ मोडमा चाहिँ इन्टरप्ट डिस्क्रिप्टिभ टेबल हुन्छ आइडिटी। जस कुनै एउटा इन्टरप्ट आयो भने कुन चाहिँ रुटिन कल गर्ने, कुन चाहिँ इन्टरप्ट सर्भिस रुटिन कल गर्ने भनेर त्यसको लागि यो यसमा चाहिँ सबसे बढी असेम्ब्ली कोड चाहिँ यसमै छ होइन। अलिकति एलिगेन्ट तरिकाले ह्यान्डल गरायो भएर सो एउटै डिस्प्याचले सबै इन्टरप्टले ह्यान्डल गरिदिन्छ। अनि त्यो डिस्प्याचले एउटा फ्रेम इन्टरप्ट फ्रेम पास गरे हुन्छ, त्यसमै भेक्टर नम्बर अनि जनरल पर्पज रेजिस्टर्सहरू या यसरी पप भन्दा नि यता माथि पुस त्यो जेनरल पर्पज रेजिस्टर्स सेगमेन्ट रेजिस्टर्सहरू त्यही पुस गरेर अनि त्यसबाट त्यो करेन्ट स्ट्याक पोइन्टरलाई चाहिँ एज अ पोइन्टर टु इन्टरप्ट फ्रेम त्यो पठाएर अनि त्यसरी रिड गरेको छ कि त्यसलाई रिड गरेपछि ठ्याक्कै त्यो कुन चाहिँ भेक्टरहरू पनि त्यही पुस गरे हुन्छ। जस अलिअलि एलिगेन्ट तरिकाले इम्प्लिमेन्ट गरेको छ होइन। जस मेन डिस्प्याच रुटिन चाहिँ यही भयो। यसले अब अहिलेसम्म गर्न सक्ने भनेको यदि एक्सेप्सन नै हो भने चाहिँ सिधै प्यानिक गर्ने एउटा केही मेसेज देखाएर, नत्र अरू या जस्तै आयो जस्तै अब किबोर्डको एन्ड देनको इन्टरप्ट हो भने चाहिँ त्यसलाई चाहिँ अब अर्कै तरिकाले ह्यान्डल गर्ने गरेको छ होइन। अब त्यसलाई डेमोन्स्ट्रेट गर्नलाई एउटा अब इन्टरप्ट त बाहिरबाट हार्डवेयरबाट या सफ्टवेयरबाट आउने हो, तर म्यानुअली हामीले इन्टरप्ट पनि ट्रिगर गर्न मिल्छ। कुनै एउटा कहीँनिर गएर म यसो हालिदिन्छु ल, यहाँनिर मैले गएर आफै असेम्ब्ली कोड राखेँ होइन। त्यो इन्ट भन्ने इन्स्ट्रक्सनले त्यो इन्टरप्ट कल गरिदिन्छ अनि त्यसले आर्गुमेन्ट एउटा अपरेन्ड लिन्छ, त्यो चाहिँ इन्टरप्ट नम्बर भयो होइन। त्यो 0x मैले अहिले 1 दिँदै है। सो यो गरेर मैले अब रन यसलाई काट्नु पऱ्यो, रन गरेँ भने अब ठ्याक्कै यो सबै सेटअप भएर सकेपछि ठ्याक्कै त्यो इन्ट भन्ने रन हुने भयो अनि त्यो इन्टरप्ट चाहिँ कल हुने भयो होइन। त्यो अनि अब सिपियूले आफै त्यो इन्टरप्ट सर्भिस रुटिन के सेटअप गरेको थियो त्यसमा जम्प गर्ने भयो। अब यहाँनिरसँग चाहिँ अघि के थियो होइन, यसपछि चाहिँ अब यहाँ आइडिटीमा पुग्यौँ हामीले। अनि यसले भन्दैछ रिसिभ इन्टरप्ट 0x1, सो मैले यहाँ 1 नै राखेको थिएँ नि त होइन, 1 नै राखेको थिएँ। सो इन्टरप्ट त्यहाँबाट आयो अनि यो चाहिँ त्यो मैले सेटअप गरेको फ्रेम पुस गरेर रेजिस्टर्सहरूको भ्यालुलाई पुस गरेर सेटअप गरेको फ्रेमलाई एउटा अलिक प्रिटी प्रिन्ट
अलिकति डिबग इन्फर्मेसन आउने गरेर जस्तै यसले के आइडेन्टिफाई गर्यो भन्दा यो इन्टरप्ट चाहिँ एउटा एक्सेप्सन रहेछ। डिबी भनेको यहाँनिर के पो छ आइडिटी, सो एउटा x86 एक्सेप्सन्स भन्ने एउटा स्ट्रक्ट बनाएको छु, इनम बनाएको छु। अनि यहाँ सो डिबी भनेको डिबग रहेछ, तर डी भनेको चाहिँ डिभाइड बाई 0 एरर हुन्थ्यो, यो चाहिँ डिबग एक्सेप्सन रहेछ होइन। सो यो त 32वटा हो कि कतिवटा छ, कुनै कुनै चाहिँ अनयुज, तर यो चाहिँ x86 को एक्सेप्सन्सहरू भयो जस्तो कुरा। अनि अलङ विथ रेजिस्टर्स को भ्यालुहरू के थियो, सेगमेन्ट रेजिस्टर, सिएस, एसएस, आरआइपी, आरएसपी, आर फ्ल्याग्स रेजिस्टर, अनि त्यो भयो। यसपछि त अब किनकि कर्नलमा नि युजर स्पेस भएको भए, युजर प्रोग्रामले यो एक्सेप्सन फालिरहेको भए चाहिँ टर्मिनेट गर्ने कि त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा आउँथ्यो होइन। तर यहाँ त कर्नलबाटै आएको हो नि त। सो अब कर्नलमै केही एक्सेप्सन आयो भने चाहिँ अब केही गर्न सकिँदैन। सो सिधै कर्नल प्यानिक गरेर रिसेट गर्नु पऱ्यो सिपियूलाई, मतलब कम्प्युटर रिस्टार्ट गर्नु पऱ्यो सिपियूलाई, त्यो भयो। सो रिडमीको यहाँ अनि सिरियल लगिङ भनेको चाहिँ यही, यहाँ जुन यस्तो यो लगिङ आइरहेछ नि, सो डिबगिङ पर्पजेसको लागि। अनि इभन लाइक कुन चाहिँ मोजुलबाट आएको भनेर त्यस्तो कुराहरू पनि सेटअप अलिकति गर्नु परेको थियो। मैले अब त्यसको भिडियोहरू पनि बनाएको थिएँ तर जस यहाँ छ सिरियल लगिङको कोड चाहिँ त्यही हल्का बेसिक इन आउट इन्स्ट्रक्सनबाटै हुँदो रहेछ। किनकि क्युइमु हामीले जुनबाट सो यो ओएसलाई आइएसओ इमेज बन्दी भएन, अनि त्यसलाई एउटा भर्चुअल मसिन जसरी चलाउनलाई चाहिँ सो यहाँनिर चाहिँ अब पुरै आएन। यो क्युइमु भन्नेमा लन्च गरेर आयो कि त्यो ओएसलाई होइन। त्यस क्युइमुको एउटा डिबगिङको लागि सिरियल पोर्ट दिँदो रहेछ कि, त्यसमै पोर्टमा यसो राइट हल्का सेटअप इनिसियलाइज गरेर त्यसमै यो क्यारेक्टर राइट गऱ्यो भने सिधै प्रिन्ट हुँदो रहेछ कि। सो त्यहीलाई अब जिगको हल्का लगिङ लाइब्रेरीसँग मिक्स म्याच मतलब सँग इन्टिग्रेट गरेर एउटा लगिङ फङ्सनालिटी भयो। सो मैले सिम्पली अरू मोजुलहरूमा हेऱ्यो भने जस्तै आइडिटीकै देखाउँ न, यहाँनिर लग डट, सो सिम्पली यस्तो मात्रै गरेर यस्तो मात्रै लेखेर त्यसै भेक्टर लेख्नु पऱ्यो भने यहाँ प्रिन्ट एफ खालको फर्मेटिङ पनि छ। अनि त्यति त्यो सुरुको सिरियल लगिङको त्यो पार्ट इम्प्लिमेन्ट गरेपछि सजिलै एउटा लगिङ फङ्सनालिटी आउँदो रहेछ क्या। सो त्यो भयो एउटा। अनि यो जिडिटी रिम्यापिङ चाहिँ सेगमेन्टेसन रिलेटेड कुरा थियो, त्यसमा म धेरै डिटेल चाहिँ गइनँ अहिलेलाई, तर त्यो पनि एउटा गर्नुपर्ने अब हुन चाहिँ हामीलाई चाहिन्थेन होइन। अलरेडी लिमिनेले एउटा बेसिक जिडिटी चाहिँ इम्प्लिमेन्ट गरिदिन्थ्यो, तर यो जसरी पनि इभेन्चुली गर्नै पर्ने खालको जस्तो देखियो क्या। सो त्यसले गर्दाखेरि यहाँनिर सो अहिले हाम्रो जिडिटी चाहिँ अब सो नल त भइहाल्यो, कर्नल कोडको लागि एउटा सेलेक्टर, डाटाको लागि अर्को, युजर कोडको लागि एउटा, युजर डाटाको लागि अर्को। जब कि लिमिनेले अलि थुप्रै सेलेक्टरहरू राखेको थियो होइन, तर हाम्रो चाहिँ सिम्पल रिम्याप गरेर सिम्पल जिडिटी राखेको छौँ। त्यो भयो। अब फिजिकल मेमोरी एलोकेटर चाहिँ अब एक्चुअल ऱ्यामको फ्रेम्सहरू होइन, एक्चुअल फिजिकल ऱ्यामको फ्रेम्सहरूलाई एलोकेट गर्ने त्यो भयो। जस्तै पिएमएम टु मोजुल चाहिँ यहाँनिर बसेको छ होइन। सुरुमा चाहिँ अब के गर्नु पऱ्यो भन्दा हाम्रो कर्नल इटसेल्फ पनि ऱ्याममै बसेको छ नि त। सो कर्नलको कुनै सेगमेन्टहरूलाई पनि छुट्टै त्यो आइडेन्टिफाई गर्नुपर्ने भयो क्या। सो कर्नलको कोडको अनि रिड ओन्ली डाटा सेगमेन्ट अनि पिएसएस तिनीहरू स्ट्याक तिनीहरूलाई पनि छुट्टै म्याप गर्नु पऱ्यो। तर जस हाम्रो पिएमएम फिजिकल मेमोरी म्यानेजर चाहिँ एउटा बिट म्याप, हरेक बिट भनेको चाहिँ कोरेस्पोन्डिङ पेज हुने भयो। सो फर्स्ट बिट भनेको फर्स्ट पेज, त्यसमा 0 त्यो बिट 1 छ भने फ्री रे, त्यो पेज फ्री हो रे, हामी पेजिङ सिस्टममा छ नि त, त्यो बिट चाहिँ फ्री हो रे। अनि 0 छ भने चाहिँ त्यो बिट चाहिँ के अरे त्यो पेज चाहिँ रिजर्भ हो अरे। सो त्यसबाट अनि अब यो बिट म्यापभरि कुन चाहिँ पेज फ्री छ त त्यसकै एड्रेस चाहिँ दिने भयो, एड्रेसमा कन्भर्ट गरेर। तर हामीले यो सुरुमा चाहिँ यो यति पार्टमा गरेको भनेको चाहिँ कर्नलको त रिजर्भ हो नि त। सो कर्नलको फिजिकल ऱ्याममा कुन लोकेसनमा छ त्यसलाई चाहिँ अलरेडी रिजर्भ राखिदिने, सो द्याट हामीले
एलोकेट गर्नु खोज्दाखेरि कर्नलको मेमोरी चाहिँ नआओस्, सो त्यो गर्छौँ। तर एलोक गर्दा चाहिँ अब एक्चुअलमा यसको एक्सटर्नल इन्टरफेस चाहिँ यो एलोक भन्ने भयो होइन। त्यही एउटा साइज दिन्छौँ अनि यसले एउटा पोइन्टर दिन्छ होइन। पोइन्टर र लेन्थ यसमै हुन्छ, यसलाई अब स्लाइस भन्छ कि जिगको। सो यसमा पोइन्टर पनि हुन्छ अनि लेन्थ पनि हुन्छ कि कति टाढोसम्म भन्ने कुरा त्यो गरिदिन्छ होइन। फ्री गर्नु पनि त्यही भयो, त्यही पोइन्टर दियो, लेन्थ दियो अनि त्यो पेज करेस्पोन्डिङ फिजिकल पेजलाई चाहिँ गरिदिन्छ। अब यो चाहिँ फिजिकल साथमा मात्रै भयो होइन, र हाम्रो पेजिङ इम्प्लिमेन्टेसन छ नि त। सो रेडमीमा हेर्ने भने अब पेजिङ चाहिँ यहाँ छ होइन। अब पेजिङको चाहिँ अब पेज टेबल्सहरू ट्राभर्स गर्ने अनि फिजिकल ऱ्याम के अरे भर्चुअल एड्रेसलाई फिजिकलमा ट्रान्सलेट गर्ने, त्यसै गरी पेज टेबलहरू एलोकेटै गर्ने, त्यस्तो कुराहरू सब यसमा हुन्छ। सो पेज टेबल म्याप गर्ने, सो कुनै एउटा भर्चुअल एड्रेसलाई मैले फिजिकल ब्याकिङ मेमोरीमा, सो भर्चुअल एड्रेसलाई मैले एक्चुअल ऱ्याममा एक्जिस्ट गर्ने बनाउने, नेसेसरीली एक्जिस्ट हुनुपर्छ भन्ने पनि छैन। सो स्वापिङको कुराहरू त्यसमै इम्प्लिमेन्ट भएको। अब यो पार्टमा चाहिँ त्यही पेज टेबल्सहरूलाई ट्राभर्स गरेको के। सो लेभल्स हुन्छ होइन पेजिङमा, PML4 देखि सो हरेक एउटा भर्चुअल एड्रेसको यो बिट्सहरू हेर्ने हो भने सो फर्स्टको या 40 बिट्स 47 देखि 39 चाहिँ PML4 को इन्डेक्स दिन्छ। त्यस्तै चाहिँ जस पेजिङकै कुराहरू होइन, x86 को पेजिङको कुराहरू हो, त्यो इम्प्लिमेन्ट गरेको यहाँ छ है। अनि अब फिजिकल एड्रेसलाई भर्चुअल एड्रेसमा हाम्रो चाहिँ आइडेन्टिटी म्याप छ। आइडेन्टिटी म्याप भन्दा नि अफसेट म्याप छ। सो कुनै एउटा भर्चुअल एड्रेस छ भने त्यसको फिजिकल ऱ्याम निकाल्नलाई चाहिँ सिम्पली एउटा केही भ्यालु HHGM अफसेट भनेर राखेको छु। यो सुरुमा इनिसियलाइज हुन्न क्या अरे, तर जस -2 GB हुन्छ। सो -2 GB लाई FFFFF8000 के हुन्छ होइन, त्यो एक्समा गर्ने हो भने सो जेरो भर्चुअलको जेरो एड्रेस भनेको फिजिकलको FFFF के 80 समथिङ भनेको चाहिँ फिजिकलमा जेरो ऱ्यामको एक्चुअल ऱ्यामको चाहिँ जेरो एड्रेस हुन्छ कि। सो त्यही अलिकति अफसेट मात्रै गरेर सेटअप गरेको छ। सो पेज टेबल्सहरू त्यो भयो। अब ACPI टेबल्स चाहिँ हामीलाई हुनु चाहिँ ACPI को थुप्रै युजेस रहेछ, तर हाम्रो चाहिँ यो आयो एपिक र अर्को के कामको लागि युज भएको थियो। सो यो MADT ACPI टेबल मध्ये एउटा चाहिँ ACPI मल्टिपल एपिक डिस्क्रिप्सन टेबल भन्ने हो रहेछ MADT, त्यसको लागि युज भएको थियो। त्यो चाहिँ आयो एपिक सेटअप गर्नको लागि युज गर्नु परेको थियो। एपिक इट्सेल्फ चाहिँ ACPI टेबल इट्सेल्फ चाहिँ एउटा के को लागि युज भएको थियो। सो एउटा चाहिँ ACPI टेबल इम्प्लिमेन्ट गर्नु कारण चाहिँ यो हाई प्रिसिजन इभेन्ट टाइमर यसको रेजिस्टर्सहरू चाहिँ मेमोरी म्याप आयो भन्छ नि। सो कुनै एउटा फिजिकल एड्रेसमा त्यसलाई एक्सेस गर्यो भने चाहिँ यो डिभाइसको रेजिस्टर्सहरू एक्सेस हुँदो रहेछ क्या। अनि त्यसको लागि अब पेज टेबल त सेटअप गर्नु पऱ्यो, तर त्यो इन्फर्मेसन कहाँ छ त्यसको अब बेस एड्रेस त्यस्तो पढ्नको लागि पनि ACPI टेबल्सहरू इम्प्लिमेन्ट गर्नु परेको थियो क्या। सो त्यसमा ACPI टेबल्सको कुरा आएको थियो। अब एपिक चाहिँ इन्टरप्ट ह्यान्डलिङको लागि हो। सो हाम्रो अब किबोर्डको इन्टरप्ट टाइमरको इन्टरप्टहरू ह्यान्डल गर्नलाई चाहिँ एपिकको आएको। सो एपिक पनि एलएपिक र एलएपिक चाहिँ यहाँ भयो, यो पार्ट भयो। यसमै अब के छ होइन, थुप्रै कुराहरू छ। यो पार्ट चाहिँ एपिकको। अनि यहाँनिर चाहिँ हामीले 8259 PIC-लाई डिसेबल गरेको होइन, इन आउट इन्स्ट्रक्सनबाट त्यसलाई डिसेबल गरेर अब यो एपिकलाई इनेबल गरेको होइन, रिप्लेस गर्छ एपिकले त्यो 8259 PIC-लाई। त्यो भयो भने आयो एपिकको पनि त्यस्तै। आयो एपिक चाहिँ अब त्यो ACPI टेबल्सबाट त्यसको बेस एड्रेस पढेर त्यसको रेजिस्टर्सहरू मेमोरी म्याप आयो हुँदो रहेछ, अनि एक्सेस गर्नलाई त्यो गर्नु परेको थियो होइन। सो यसबाट चाहिँ एक्सटर्नल डिभाइसहरूको जस्तै अब टाइमर, किबोर्ड होइन, SPT टाइमर, दुईवटा मल्टिपल टाइमर्सहरू छ x86 आर्किटेक्चरको लागि। सो तिनीहरू कुनै टाइमरहरू चाहिँ यसमा छ होइन, यसबाट प्रोग्राम गरेको। त्यसमा इन्टरप्ट आयो भने त्यसलाई राउट गरेर हाम्रो IDT को कुनै एउटा भेक्टरलाई कल गर्ने, त्यसरी बनाएको होइन, राउट गरेको। सो यो पिनमा पिन 1 मा इन्टरप्ट आयो भने
त्यो किबोर्ड ह्यान्डल गर्ने कोरेस्पोन्डिङ आइडिटी फङ्सन चाहिँ इन्टरप्ट सर्भिस रुटिन चाहिँ कल गर्नु पऱ्यो, त्यसरी प्रोग्राम गरेको होइन। त्यो भयो रेडमीमा फेरि हेरौँ त। सो त्यस्तै गरी टाइमरको पनि कोड छ, या मेबी यता कहीँ होला टाइमर्स। सो टाइमर सेटिङ 4वटा टाइमर्स छ। पिआइटी चाहिँ त्यही लेगेसीवाला पिआइटी, यसको फिक्स फ्रिक्वेन्सी हुन्छ 1.193 यति मेगाहर्ट्ज होइन। यो टिएससी चाहिँ यो सबै x86ले प्रोभाइड गर्ने टाइमर्सहरू हो। यो चाहिँ यसको चाहिँ सबसे बढी प्रेसिजन भयो, अनि यसै के आफ्नै कामको लागि युज गर्नु मिल्ने खालको टाइमरहरू छ। त्यसको कोड पनि यही भयो होइन, तिनीहरूले प्रोग्राम गरेको। सो मलाई स्लिप गर्नु पऱ्यो या यति मिली सेकेन्ड पछि इन्टरप्ट फाल्नु पऱ्यो, सो स्केड्युलरमा त्यो युज हुने भयो होइन। यति क्वान्टम पछि चाहिँ इन्टरप्ट फालेर अनि मैले अब नेक्स्ट टास्कलाई स्केड्युल गर्ने कि नगर्ने त्यस्तो कुराहरू हेर्नलाई त्यो टाइमरको युज केस त्यो भयो होइन। रेडमी भयो। अब किबोर्ड ह्यान्डलिङ। सो किबोर्ड ह्यान्डलिङलाई चाहिँ किबोर्डको पनि अब डिफ्रेन्ट ड्राइभरहरू लेख्नु पर्दो रहेछ। हामीले चाहिँ PS2 किबोर्डलाई ह्यान्डल गर्नलाई कोड ड्राइभर लेखेको होइन। अब जस्तै अब यसमा अब सिफ्ट थिच्यो भने क्यापिटल गर्ने, अनि अब कन्ट्रोल अल्ट तिनीहरू ह्यान्डल गर्ने पनि कुराहरू छ क्या। सो म त्यो किबोर्डवाला चाहिँ अब देखाउँछु। मैले यहाँ रन गरेँ भने यहाँनिर मैले अघि इन्टरप्ट हालेको त्यही रहेछ। सो मैले फेरि रन गरेँ जस्तै, अनि यहाँनिर पेजिङको कोड पनि यो सुरुमा अब युजेबल मेमोरी रिजन कहाँदेखि कहाँसम्म रहेछ। सो 100देखि A00सम्म फर्स्ट रिजन रहेछ। त्यसै गरेर टोटल युजेबल मेमोरी 210 MB पाएँ। मैले सुरुमा यो QEMU लाई लन्च गर्ने बेला 200 यो VMको लागि 256 MB ऱ्याम दे भनेर बनाएको थिएँ। त्यसमा कर्नलले पनि खायो होला, अनि कुनै चाहिँ रिजर्भ नन युजेबल होला। सो टोटलमा 210 चाहिँ युज गर्न मिल्ने भएछ। अनि त्यसपछि अब फिजिकल मेमोरी भयो। अनि त्यस्तै गरी हामीले आइडेन्टिटी म्याप गरेको। सो FF80000देखि FF80000सम्म चाहिँ फिजिकलको 000 हुने भयो। सो मैले यसलाई एक्सेस गरेँ भने फिजिकलको यसलाई एक्सेस गर्दो रहेछ। सो त्यस्तै गरी म्याप गरेको छ होइन। अब यहाँ किबोर्ड ह्यान्डलिङको लागि यहाँनिर जुन प्रम्प्टमा आएको छ, अब यहाँ मैले जस्तै ए मात्रै लेखेँ भने सो ए आयो होइन। तर सिफ्ट थिचेर ए लेख्यो भने क्यापिटल ए आयो होइन। त्यसै गरी यो टाइप गरेर स्पेस थिचेँ, स्पेस पनि भयो। त्यस्तो कुराहरू यो किबोर्ड ह्यान्डल गर्ने काम चाहिँ त्यो भइरहेको। अब मैले कन्ट्रोल अल्ट ह्यान्ड थिचेँ भने पनि हुनु चाहिँ ह्यान्डल चाहिँ हुन्छ होइन, तर त्यसमा के गर्ने भनेर चाहिँ छैन। सो अहिलेलाई जस्ट यसो डिबग इन आउटपुट मात्रै प्रिन्ट भएको छ, तर एक्चुअली अब त्यसको लागि युज केस चाहिँ आइसकेको छैन क्या। जस्तै सिफ्ट कन्ट्रोल क्याप्सलक तिनीहरूको क्याप्सलक र सिफ्ट तिनीहरूको चाहिँ ठ्याक्कै डाइरेक्टली हेर्नु मिलेर जस्तो देखाउनु मिल्यो। अरूको चाहिँ युज केस खासै आइसकेको छैन, सो इम्प्लिमेन्ट गरेको छैन। घाँटिसक्यो। त्यो भयो। त्यो भएपछि अब एउटा कर्नललाई पनि हिप चाहियो होइन, डाइनामिक मेमोरी म्यानेजमेन्टको लागि डाइनामिक मेमोरी। अब यो हिप एलोकेटर कर्नलको नि एउटा हिप हुनु पऱ्यो होइन। अनि के भन्छ त्यही डाइनामिक मेमोरी म्यानेजमेन्टको लागि हिप एलोकेटर चाहियो। तर फर्चुनेटली चाहिँ हामीले आफै लेख्न चाहिँ परेन। तर अब यो सबै सक्यो भने चाहिँ लेख्ने हो। अहिले चाहिँ जस्ट अहिले यो ब्रान्चमा चाहिँ छैन, मैले स्ट्यास गरेर राखेको छु। जस्ट डाइनामिकली एउटा अब्जेक्ट्सहरू एलोकेट गर्दै फ्री गर्दै गर्नु चाहिँ मिल्यो। त्यो काम पनि सक्यो। अब चाहिँ यो भर्चुअल एड्रेस स्पेसहरू म्यानेज गर्नको लागि, सो हरेक प्रोसेसलाई एउटा भर्चुअल एड्रेस स्पेस दिन्छौँ होइन। त्यो म्यानेज गर्नको लागि यो VMM भर्चुअल मेमोरी एलोकेटर बनाउनु पर्ने हो। अब कर्नल इटसेल्फको एउटा भर्चुअल एड्रेस स्पेस छ होइन, जो हामीले आइडेन्टिटी म्याप गरेको छौँ अहिलेलाई। तर त्यो सबै म्यानेज गर्नलाई यही भर्चुअल मेमोरी एलोकेटरले म्यानेज गर्ने भनेर एउटा एब्स्ट्राक्सन जस्तै बनाउनु पर्ने हो। त्यो चाहिँ अब बाँकी छ। त्यसै गरी स्केड्युलर अनि युजर स्पेसमा अब सिस्टम कल्स एन्ड देन कुराहरू, फाइल सिस्टम, एल्फ लोडर। सो ELF एउटा भर्चुअल फाइल सिस्टम बनाएपछि बाइनेरिजहरू त्यही सब यहाँ मैले डट स्ल्यास गर्दै यसरी
ब्याक स्पेस पनि इम्प्लिमेन्ट गर्यो। सो डट स्ल्यास गरेर त्यो बाइनेरी पिङ त्यस्तो केही एक्जिक्युट गर्नलाई एउटा भर्चुअल फाइल सिस्टम अनि इएलएफ फाइलहरूलाई लोड गर्न मिल्ने फङ्सनालिटी त्यो राख्नु पऱ्यो। अनि हल्का टेस्टिङ चाहिँ चाहियो होइन, हुन त हरेक स्टेजमा राख्नुपर्ने हो तर सो त्यति भाग चाहिँ बाँकी छ। यति भाग चाहिँ सक्यो भनौँ होइन। तर अब पुरै रोडम्यापमा हेर्ने हो भने यो ठुलोवाला रोडम्यापमा हेर्ने हो भने सो यो पार्ट भयो, यो पार्टमा सबै भयो होइन, अनि यो पार्ट पनि भयो। यो पार्टमा चाहिँ यो अलिकति यति बाँकी छ, अनि त्यसपछि चाहिँ यो 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 भयो बाँकी, यो बाँकी। यो आइपिसी चाहिँ गर्दैनौँ होला सायद हामीले, यसमा भर्चुअल फाइल सिस्टम भयो, अनि यो पार्ट भयो, अनि त्यसपछि त ओएस सकिहाल्यो। अब त्यसपछि पनि अझै गर्ने हो भने चाहिँ यहाँ के छ यसपछि चाहिँ गोइङ बियोन्ड एउटा सिएलआई अनि अब जियुआई यो त गर्दैनौँ, म त गर्दिनँ होइन यो चाहिँ। तर जस गर्न सक्नेमा अब एउटा स्ट्यान्डर्ड लाइब्रेरीलाई पोर्ट गर्ने, नेटवर्किङ स्ट्याक इम्प्लिमेन्ट गर्ने, यो अब यो चाहिँ सायद मलाई नि रमाइलो लाग्थ्यो होला गर्न पाए टाइम भएको भए चाहिँ एउटा नेटवर्किङ स्ट्याक इम्प्लिमेन्ट गर्ने त्यो कुराहरू चाहिँ हुन्थ्यो। जस्ट बेसिक यसले धेरै चाहिँ दिँदैन, यस्तो यस्तो हो भनेर मात्रै भने होइन। त्यही हो अहिलेसम्म भएको कुराहरू।